ल गाइस तपाईहरुलाई चाहिँ सुन कस्तो लाग्छ त यता म्याडमको कुरा सुनौं पहिला अनि फनी कमेन्ट्स पढ्ने है त मलाई सुन पहिलादेखि नै एकदम पहेँलो लाग्ने के अच्छा पहेँलो मलाई त सुहाउँदैन होला जस्तो लाग्थ्यो म तपाईहरुले नि याद गर्नु होला कहिले पनि कुनै पनि इभेन्टमा ढकमक सुन लाएर म कहिले आउँदिन मसँग खासै सुन पनि छैन बिहामा अलिअलि जोडेको हो जुन मामु बाबाले सासु आमाले र मामुले दिनुभएको त्यो छ त्यो एउटा पुर्खौली सम्पत्ति जस्तो मेरो रूपमा छ तर म एकदम सुनमा इन्ट्रेस्टेड मान्छे चाहिँ होइन मलाई बरु डायमन्ड चाहिँ मनपर्छ डायमन्ड धेरै लाउँछु सुनमा खासै इन्ट्रेस्ट छ तो चलिए शुरू करते हैं डायमन्ड पाए सुन कसलाई मन पर्ला र एकदम पहेँलो लाग्ने के सुन अब हरियो कलरको बनाइदे सरकार प्रियंकालाई सुन पहेँलो लाग्यो मलाई पनि धेरै पहेँलो भएर मन नपरेर किनेको छैन चिल गाइज डायमन्ड मन पर्छ तर हिरा मन पर्दैन काकीलाई युके युएस यताउति धेरै गयो तर अमेरिका चाहिँ आउने जुरेकै थिएन कि सुन लाएर म कहिले आउँदिन मसँग खासै सुन पनि छैन आफूसँग नभएको कुरा मन पराउन पनि हुन्न मलाई सुन पहिलादेखि नै एकदम पहेँलो लाग्ने कि मलाई चाहिँ सुन सेतो लाग्छ किनकि मसँग लसुन मात्रै छ